नेदरल्यान्ड्स विरुद्ध नेपालले लियो बदला। टी20 श्रृङ्खलामा दोस्रो जित। स्कटल्यान्डमा जारी टी20 अन्तर्राष्ट्रिय त्रिकोणात्मक श्रृङ्खलामा नेपालले दोस्रो जित दर्ता गरेको छ। ग्लास्गोमा भएको खेलमा अघिल्लो पटक तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले बिहीबार नेदरल्यान्ड्सलाई हराएको हो। ओपनर कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले नेदरल्यान्ड्सलाई 6 विकेटले पराजित गरेको हो। जारी श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित दर्ता गर्दा नेदरल्यान्ड्सको भने यो दोस्रो पराजय रहेको छ। अब श्रृङ्खलाको अन्तिम खेल नेपालले शुक्रबार घरेलु टोली स्कटल्यान्ड विरुद्ध खेल्नेछ। पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई 2 विकेटले हराएको थियो। बिहीबार नेदरल्यान्ड्सले दिएको 175 रनको लक्ष्य पछ्याएको नेपालले 2 बल अगावै 4 विकेटको क्षतिमा भेट्टाएको थियो। दोस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र भीम सार्कीले 54 रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेको थियो। 16 बलमा 2 चौका र 1 छक्काको सहयोगमा 27 रन बनाएका भीम सार्की भान डे फेरेको बलमा आउट भएका थिए। त्यस्तै चौथो विकेटका लागि ओपनर कुशल भुर्तेल र आरिफ शेखले 44 रनको साझेदारी गरेपछि नेपाल जिततर्फ लम्किएको थियो। 65 रन बनाएका कुशल भुर्तेल 16 ओभरको चौथो बलमा क्याच आउट हुन पुगेका थिए। कुशल भुर्तेलले 51 बलमा 6 चौकाको सहयोगमा 65 रनको सर्वाधिक योगदान दिएका थिए भने 23 बलमा 3 चौका र 2 छक्काका सहयोगमा 39 रन बनाएका आरिफ शेख रिटायर हट भएका थिए। साथै दिपेन्द्र सिंह ऐरी 16 र लोकेश बम 12 रनमा नट आउट रहेका हुन्। त्यसअघि ब्याटिङमा आएका कप्तान रोहित कुमार पौडेल 5 रन बनाउँदा एलबीडब्ल्यू आउट हुन पुगेका थिए भने अर्का ओपनर आसिफ शेख पनि 7 रन बनाउँदै एलबीडब्ल्यू हुन पुगेका थिए। नेपालका लागि बलिङतर्फ करण केसीले सर्वाधिक 2 विकेट लिएका थिए भने ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह र सन्दीप लामिछानेले समान 1-1 विकेट हात पारेका थिए।